गोर्खा जिल्लाको गोर्खा नगरपालिका वडा नम्बर 3 नारेश्वरमा अवस्थित श्री विन्ध्यवासिनी माताको मन्दिर प्राचीन कालदेखि नै भक्तजनहरूको अटल आस्था, विश्वास र श्रद्धाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ। स्थानीय जनश्रुति तथा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको इतिहास अनुसार यो स्थान उनै मानवद्वारा स्थापित नभई स्वयं देवीको प्रत्यक्ष प्रकट भएको दिव्य स्थल मानिन्छ। मन्दिर परिसरभित्र रहेको विशाल शिलाखण्डको बीच भागमा एउटा सानो दुलो रहेको छ। उक्त शिलाखण्ड उडार वा प्राकृतिक गुफाको आकारमा रहेको छ र आश्चर्यको विषय के छ भने त्यस सानो प्वालबाट 12 महिना निरन्तर जलधारा बगिरहन्छ। यसलाई भक्तजनहरूले देवीको अमृतधारा तथा चमत्कारी प्रसादका रूपमा ग्रहण गर्ने गर्दछन्। यस जलले मनोकामना पूरा हुने र रोगव्याधि नाश हुने विश्वास रहिआएको छ। राजा रामशाहको पालामा मन्दिरको व्यवस्थित स्थापना स्थानीय इतिहासका अनुसार विक्रम सम्वत 1675 सालतिर गोर्खाका न्यायप्रिय तथा धर्मपरायण श्री 5 बडा महाराज धिराज रामशाहको शासनकालमा यस पवित्र स्थललाई व्यवस्थित रूपमा संरक्षण गरी मन्दिरको स्वरूप प्रदान गरिएको थियो। त्यस समयदेखि नै यस स्थानलाई राजकीय संरक्षण प्राप्त भएको मानिन्छ। मन्दिरमा नियमित पूजा अर्चना सञ्चालनका लागि धादिङ जिल्लाको खरी मैदी गाउँबाट विद्वान ब्राह्मण काशीनाथ तिवारीको परिवारलाई गोर्खा ल्याइएको थियो। उहाँहरूको जीविकोपार्जन तथा मन्दिरको दैनिक सेवा सञ्चालनका निम्ति गुठीका खेतबारी प्रदान गरिएको थियो। साथै श्री गोरखकाली माताको सेवा समेत गर्ने जिम्मेवारी प्रदान गरिएको थियो। समयको प्रवाहसँगै आज काशीनाथ तिवारीकै 8औं पुस्ताले निरन्तर रूपमा श्री विन्ध्यवासिनी माताको सेवा र पूजा गर्दै आएको गौरवपूर्ण इतिहास कायम रहेको छ। श्री विन्ध्यवासिनी मातालाई मनोकामना पूर्ण गरिदिने शक्तिशाली देवीका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। कुनै सङ्कट, रोगव्याधि, सन्तान प्राप्ति, विदेश यात्रा, व्यापार व्यवसाय, पशुधन वृद्धि वा पारिवारिक सुख शान्तिको कामना गर्दै भक्तजनहरूले भाकल गर्ने परम्परा आजसम्म जीवित रहेको छ। विशेष गरी परेवाको भाकल गर्ने चलन यस क्षेत्रमा अत्यन्त प्राचीन मानिन्छ। भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएमा देवीको नाममा परेवा उडाउने बाचा गर्ने गर्दछन्। मनोकामना पूरा भएपछि श्रद्धापूर्वक परेवा उडाई माताप्रति कृतज्ञता प्रकट गर्ने चलन अहिले पनि कायम रहेको छ। यसका अतिरिक्त पञ्चबली तथा अन्य आदि बलिहरू समेत परम्परागत रूपमा चढाइँदै आइएको पाइन्छ। स्थानीय जनविश्वास अनुसार माताले आफ्ना भक्तहरूको सच्चा प्रार्थना सुनि मनोकामना पूरा गरिदिने भएकाले यो स्थान ठूलो सिद्धपीठका रूपमा प्रसिद्ध रहँदै आएको छ। श्री विन्ध्यवासिनी माताको मन्दिरमा विशेष गरी जनै पूर्णिमा, औँसी, एकादशी, बडा दशैं तथा चैते दशैंका अवसरमा विशाल